हेलो एन्ड वेलकम ब्याक एभ्रिवान। अब चाहिँ हामी एकजनाबाट दुईजना भइसकेका छौँ है भिडियो जना हुनेवाला एकजनाबाट दुईजना दुईजनाबाट तीनजना हुनेवाला छौँ हामी यहाँ कर्कमा भिडियो बनाउने हैन। अब हामी चाहिँ कर्कबाट अर्कै ठाउँ जाँदैछौँ है। आज चाहिँ कृषि आएदेखिबाट त्यति राम्रोसँग भिडियो पनि बनाएको थिएन, मैले बनाउनै पाएको थिएन। फर्स्ट टाइम आउँदाखेरि चाहिँ कामै थिएन, अनि एक दिन बनायौँ होइन हामी दुईजना गएर त्यो पनि एक दिन मासु काटेको बनायौँ होइन। अनि आज चाहिँ हामी कति घरमा बस्नु भनेर आज दुईजनाको सेम टाइम सेम डे छुट्टी पाएको छौँ क्या होइन। अनि सेम डे छुट्टी पाएको भएर ठिकै छ, सेम डे छुट्टी पाएको भएर चाहिँ हामी कर्कबाट बाहिर काहीँ नजिकै थोरै पैसा लाग्ने ठाउँमा जाऊँ न भनेर जान लागेका छौँ। यो हाम्रो रुमको भ्यू चाहिँ इग्नोर गर्नु होला, हामी छिट्टै नयाँ रुम पाउनेवाला छौँ आसे आसमा। अनि त्यसपछि चाहिँ हामी होम टुरको पनि बनाउँछौँ। मैले त होम अलिकति टुर गर्न लायक छैन। सो हामी चाहिँ आज कर्कबाट बाहिर जाँदैछौँ। कहाँ जाँदैछौँ भनेर हेर्नको लागि चाहिँ हामीसँग जोडिरहनु होला। अब हामी अर्को एकजना नयाँ साथी पनि भेटेका छौँ, उहाँ पनि पेकारामै काम गर्नुहुँदो रहेछ। पेकारा भनेको बेकरी हो है, यहाँ पेकारा भन्न आउँछ खालि होइन। अब यहीँको भाषाहरू अलिअलि युज भइरहेको हुन्छ नि त। अनि बेकरीमै काम गर्नुहुँदो रहेछ उहाँ पनि। अनि उहाँलाई पनि भेटेर हामी तीनजना भएर आज घुम्न जाँदैछौँ है त। कुन ठाउँमा जाँदैछौँ कस्तो रहेछ त्यो ठाउँ हेर्नुको लागि चाहिँ हामीसँग जोडिरहनु होला। सो हामी घरबाट निस्किसकेका छौँ। बहिनी कस्तो लागिरह? खुसी खुसी पनि लागिरह। फेरि यो मौसम देख्दा चाहिँ अलिक दुःख लागिरह। आज फेरि पानी पर्ने भनिरहेछ कि यहाँ हेर्नु न हाम्रो घर यस्तो छ कि, त्यही भएर हामीले नदेखाएको हो खासमा। यहाँ आउँदा पनि अर्कै ठाउँ आए जस्तो फिल भइरह। हुन त हाम्रो पनि ठाउँ त एकदमै राम्रो हो, तर त्यही हामीलाई मात्र अब सधैँ देखा भएर नराम्रो लाग्यो मात्र हो। यहाँ पनि एकदमै धेरै टुरिस्टहरू आउँछ कि, कर्क टाउन भन्ने बित्तिकै अब टुरिस्टिक एरिया नै भयो होइन। राम्रो छ ठाउँ त, तर पनि हामीलाई चाहिँ यहीँ बस्ने यहीँनिर उ गर्ने भएर धेरै राम्रो नलाग्यो हो कि। अनि त्यही भएर हामी चाहिँ कर्कबाट बाहिर जान लागिरहेको छौँ। यहाँ चाहिँ हामी धेरै घुमिसक्यौँ नि त डेली होइन, एभ्री डे। दिनमा एकचोटि मात्र पनि होइन होइन, हरेक टाइम। अनि मार्ट पनि हामी दिनमा कतिचोटि जान्छौँ बहिनी? यही बाटो होइन, यही बाटो मार्ट पनि गएको गएँ। अनि जति बेला पनि यही बाटो हिँडेछौँ हामी। फेरि पैसा पनि एकदम बिलिनियर जसरी खर्च गर्छौँ नि त। ल यो चाहिँ हाम्रो पेकारा बर्मनिक हामी काम गर्ने ठाउँ हो। कहिले म कहिले बहिनीको अर्को बहिनी हो, त्यहाँबाट लजाइ आइरह। बस पार्क चाहिँ यहाँ छ है। ल बहिनीलाई नि भेट्यौँ हामीले। बहिनीको नाम के हो? नामै थाहा थिएन, बल्ल सोध्दैछौँ हामी होइन। उही पेकारा बार्निकको गाडी हामी अब जाँदैछौँ। हामी चाहिँ सिधै मालिन्सका जाने सोचिरहेको थियौँ होइन। अनि गाडी त्यो हाम्रो एकजना नेपाली ड्राइभर दाइ हुनुहुन्छ कि यहाँ, मतलब एकजना त होइन धेरैजना हुनुहुन्छ, तर अहिले उहाँको गाडी जाने रहेछ। भर्खरै गाडीमा देख्यौँ अनि पुनट पनि घुमेर आउने भयो, आऊ भन्नुभयो। अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ कि होइन। अब पुनट पनि घुमेर हामी एक राउन्ड पुनट घुमेर फेरि फर्केर मालिन्सका गएर घुमेर आउनेवाला छौँ। कस्तो छ पुनट कस्तो छ मालिन्सका हेर्नको लागि जोडिरहनु होला। दुईवटा यी जोडी बाँधेर हिँड्दा चाहिँ यिनीहरूको सेम एज हो क्या, अनि यिनीहरूको सब कुरा मिल्छ। यो चाहिँ कर्क टाउन हो। हामी चाहिँ माथि फुटबल ग्राउन्डमा त्यो गाडी रोक्नु भएको छ अरे। कस्तो राम्रो देख्छ हेर्नु न, बिच सी एकदम राम्रो छ यो साइडमा। हामी चाहिँ जहिले यो साइडमा हाम्रो रुम भएदेखि कति राम्रो हुन्थ्यो भन्दै बसिरहेको हुन्छ होइन। दुईजना बहिनीहरू चाहिँ पुरा अगाडि पछाडि गरेर हिँडिरहेछ होइन। अब यस्तै छ। स्वास्थ्य लागि पहिला त कस्तो जाडो भएर ज्याकेट लाएर आएको है, हिँडेपछि गर्मी भयो अनि ज्याकेट खोलेर बोकेर हिँड्न परिरहेछ। अब हेरौँ त्यो त अहिले गाडी रोकेर राखेको छ कि के गरेको छ थाहा छैन होइन। जे होस् रमाइलो छ। विदेशमा भइकन पनि विदेश आएको जस्तो फिल चाहिँ हुँदैन हामीलाई चाहिँ, हामी साथी भएर पनि होला। सो गाडी चाहिँ हामीले नेपालमा जस्तो एकैछिनै दाइ एकैछिन भनेर रोकाएर राखेको छौँ होइन। हामी चाहिँ हिँड्दैछौँ नेपालमा जस्तो रुल ब्रेक गरेर ढिला गर्ने यहाँ
नेपाली मात्र होला हामी होइन जे होस् रोकिरहनु भएको है त अहिले प्यासेन्जर नभएर हो कि किन हो चाहिँ थाहा छैन अब हामी पुग्यौँ गाडीमा ट्याक्क ए हामी चाहिँ गाडीमा बसिसक्यौँ है ल ट्रक चलाएँ अनि 3 वर्ष कुवेतमा 2 वर्ष चलाएको ए त्यही भएर काठमाडौँ त दिल्ली चलाइरहेको थिएँ यता आउनु VFS गर्ने बोकेर लाने ए लाने ल्याउने रमाइलो थियो त्यस्तै छ क्रोएसिया चाहिँ ल क्रोएसिया अलिअलि नेपाल जस्तै लाग्दैन के म त केही पनि फरक लागेन यहाँ त्यही भएर हामीलाई नेपाल के अरे नेपालकै अर्कै ठाउँमा आछौँ जस्तो लाग्छ क्या अझ पहिला त झन् म उता बोजेगामा थिएँ मधेस जस्तोमा है अब खेती मकै भटमास फापर ए सुत्तो लाम्पाते सुर्तीहरू है खेती हुने ए बसका जाने यताबाट रहेछ बसका बार्मिक पुना हामी के अरे अङ्गुर टिप्न जाँदा यता गएको थियौँ त्यहाँ घर पनि खाल्टामा बार्मिक साउको छ त्यहाँ हजुर साउको भन्दा साउको साथीको अरे अनि गर्ने पाउँदैन काम कस्तो राम्रो ठाउँ छ। साउले नि गर्छु भनेर सुनेको नि गर्छु भने कामै हुँदैन नि त हाम्रो 2 बजी भन्दा हाम्रो पछाडि ड्राइभरहरूका कतिका अङ्कुर बाघ छन् कतिका ओलिभ छ 2 देखि पछाडि काम पुनट चाहिँ यही हो है के बिहारको लाग्छ होइन यो चाहिँ पुनट हो एकदम राम्रो छ पुनटको बिच पनि अब पुनट बस पार्कमा एकछिन हामी के अरे कस्टमर कि प्यासेन्जर कुरेर फेरि कर्कमा फर्केर अनि त्यसपछि मालिन्सका जान्छौँ नि सिधै मालिसले कहाँ के गर्न छन् साथीहरू घुम्न छैन कोही पनि हामी 3 जना कति बेर लाग्छ होला जान फेरि भरे फर्किन कति बजी हुने हो पैसा पनि छैन हौ रियाका जान स्यालेरी आएको उहिले सकिसकिहाल्यो अनि यति धेरै महँगो छ अनि दिदी चाहिँ म घुम्न त चाहिँ यो ड्राइभर लाइनमा घुम्न त धेरै ठाउँ पाइन्छ पुला हो यो के अरे पुनट हो यो चाहिँ पुला भन्न आएछ पुला भन्न आउँदा कति धेरै बोट पुला त उ छ नि तपाईँको पुनट पनि कस्तो राम्रो रहेछ यहाँ बोटमा चढेर घुम्न जान्छ बिच बिचमा झन् आइल्यान्डमा पनि आइल्यान्ड गरेको बेलन फोन गरेर सोध्नु त्यसलाई मेसेज गर्नु त्यहाँको हाउसिङहरू त प्रायः सेम नै हुन्छ कस्तो राम्रो पुनट वा एउटा बास्का इस्तारा बास्का भन्ने यता जान्छ देउरी हात फेरि पुनट बस स्टेसनमा अब अझै हामीसँग 25 मिनट बाँकी छ अरे सो हामी पुनट पनि घुम्न जाँदैछौँ होइन बहिनी हाँसेर मर्न लागिसक्यो फेरि फुलकुमारी अयो अब हामी घुम्न जान्छौँ पुनटको सी साइड हेरौँ यसो कस्तो रहेछ होइन अब कर्कको त धेरै हेरिरहेछौँ अब पुनट मालिन्स कहाँ हो हामी अब जहाँ जहाँ स्टेसन हुन्छ त्यहीँ घुम्छौँ आज कस्तो रमाइलो भयो बहिनीलाई अहिले नेपालमा छु जस्तो भइरहेछ बल्ल होइन हामी तिमीभन्दा बरु हामी पछाडि आएको होइन ल हामी अब यसो घुम्न जाँदैछौँ बनाउने बिल्डिङहरू बनाउँछ सब काम छन् यहाँ तमिलनाडु हामी अब मालिन्सका आइपुग्यौँ ट्याक्क लगाएर मालिन्सका ग्रिन त सबैतिर छ त्यही पनि ल स्टेसन मालिन्सका स्टेसन पुग्न थाल्यौँ हामी अब ठ्याक्कै अब झरेर कहाँ घुम्न जाने चाहिँ थाहा छैन सर्च गरेर हिँड्न पर्छ म्यापमा एउटा टोली यहाँ घुम्दैछन् गाडी झरेको ठ्याक्कै पेकारा भर्नेको अर्को ब्रान्चमा आइपुगेछौँ कि ड्रिङ्क्स पेकारा भर्निकमा गएर किनेर होइन है पेकारा भर्निकको ब्याग बोकेर हिँड्छ बहिनीले ट्याक्क लाएर गाडीबाट छाता मागेर बोकेर होइन अर्को पनि झर्ला जस्तो हो अनि हामी हिँड्दैछौँ हामीले एक्सपेक्ट गरेको थिएन गाडीबाट ओर्लिने बित्तिकै पेकारा भर्निक देखिन्छ भनेर अनि त्यहाँ भेट्यौँ हामीले कलिगहरूलाई पनि हामी पनि काम गर्छौँ भनेर सुनायौँ खुसी भए उनीहरू होइन
कस्तो मजा के गर्नु अन्त किन्न पर्छ नि अब हामी घुम्न जाँदैछौँ अब घुम्ने स्पट चाहिँ हामी गुगलमा सर्च गरेर जानेवाला छौँ लेट्स सी मालिन्स्काको सिटी हो यो चाहिँ होइन हामी तिनजना कहाँ घुम्न जाने भन्ने थाहा नभइकन हिँडिरहेछौँ अब सी साइडतिर जाने हो अब सी साइड त धेरै हेरिरहेछौँ हेर्न त यहाँ घुम्ने भनेकै सी साइड हो युरोपमा घुम्न आउने भनेकै सी हेर्न हो होइन क्या हो अब घुम्न आएको हामी कर्कमा यो हेरी आएको फेरि यहाँ पनि यस्तै रहेछ ल अब हामी घुम्न जाँदैछौँ होइन हेरौँ लेट्स सी सबै कर्कमा भएको जति सब थोक यहाँ रहेछ कि जस्तै किङ्स क्याफे पेकारा बार्ने लिरिया होइन सब थोक यहाँ रहेछ अरू त अरू थियो यो ट्याङ ट्याङ गर्ने घन्टी पनि हामीलाई त कस्तो कर्क छोडेर मालिन्स्का आएको जस्तै फिल भयो होइन हेर्न पनि फेरि यही सी साइड नै आम कर्कमा नि यही सी नै छ होइन अनि एभ्रिथिङ कर्कमा जे छ यहाँ पनि त्यही नै रहेछ क्या त्यही भएर हामीलाई त किन खै तर यता अलि अगाडि स्टाइल होइन सबै सामान किनेर ल्याएँ अब यहाँ बसेर खाने हो हामी दुईटी बसिसकेँ बिचमा मेरो ठाउँ यी ल्याएर चाहिँ रमाइलो भयो क्या अब अघिसम्म त रमाइलो भएको थिएन अहिले आएर चाहिँ रमाइलो भयो अब पानी पऱ्यो नि त जाडो पनि भयो अब यी मफलर निकालेर लाइयो पुर्या मुखै सबै अनि अझै रमाइलो हुँदैछ है जब यस्तो राम्रो ठाउँमा पुगियो फोटो खिच्न रेडी हुँदा यस्तो पानी पर्दाखेरि कस्तो फिल भयो होला हामीलाई कस्तो फिल भइरह फोटो खिच्न आएको होइन अब हात गोजीमा हाल्ने घुम्ने होइन हेर्ने बस्ने पानी परेर यस्तै भयो घुमाइ यस्तो छ हाम्रो पानी परेर यो बहिनी पहिलोचोटि जिन्दगीमा घुम्न निस्केर होला क्या यस्तै चालु हुन्छ भन्ने थाहा भएको भए हामी घरबाट के आउँथ्यौँ पर्व एउटा चाहिँ फेरि त्यहीँ हराउँछ है हेर नि त्यहाँ एउटा त्यहीँ हराइरहेछ ऊ छाता ओढेर पनि रुखको मुनि ओजेललाई अर्कोको छाता यहाँ फोटो खिच्ने भनेर कुरेर बस्यो फेरि हामी वाउ मालिन्स्कामा जे होस् भ्यू त राम्रै हो तर पानी परेर हो हामीलाई एकदम कुन सिटी हो त्यो घाम लागिरह यार कस्तो राम्रो भ्यू देख्दो रहेछ है आहा राम्रो छ तर पानी परेर एकदम बोर भयो क्या हामीलाई यस्तो हुँदो रहेछ नेपालको यहाँ पनि यस्तो नेपालको जस्तो हुँदो रहेछ है यहाँ लकमा नाम लेखेर राख्ने मैले एउटा भिडियो बनाएको छु नि चन्द्रगिरीको लकमा नाम लेखेर राखेको वालाहरू हेर त यहाँ कस्तो राम्रो ओहो सोनिया लुकारे एन्ड फाइनली घाम लाग्यो अब चाहिँ हामी फोटो पनि खिच्न पायौँ है फोटो खिच्यौँ हामी जे होस् घुम्न आएको वेस्ट चाहिँ भएन लास्टमा चाहिँ क्रोएसियामा चाहिँ मौसमको कहिल्यै पनि भर हुँदैन कि होइन बेलामा पानी परिदिरहेको हुन्छ कहिले यस्तो हावा हुन्डरी लागेर मान्छे उडाउला जस्तो हुन्छ कहिले घाम लागेर चर्कै हुन्छ होइन एक साइडमा अर्कै हुन्छ होइन जे होस् अब हामी ठ्याक्कै फोटोसोटो खिच्ने टाइममा चाहिँ घाम लाग्यो धेरै राम्रो कुरा हो यो भने हामी
जे होस् यत्रो दुःख गरेर त्यति टाढादेखि आइकन फोटो पनि खिच्न पाइँदैन भनेर अघिदेखि छाता ओढेर बसिरहेको थियौँ होइन अनि छाता ओढेर बसिरहेको थियौँ जे होस् फाइनल्ली हामीले भिडियोहरू पनि बनाउन पायौँ फोटोहरू नि खिचिरहेछौँ जे होस् अहिले चाहिँ हाम्रो 1:22 गयो होला 2:50 चाहिँ ठ्याक्कै फेरि गाडी आइपुग्छ यहाँनिर अनि हामी फेरि कर्क रिटर्न हुन पऱ्यो नि त त्यही भएर अब हामी भिडियो सिडियो बनाउँछौँ एकछिन घुम्छौँ सी साइड पनि राम्रो छ कर्कमा नि राम्रो हो तर कर्कमा अलिकति धेरै त्यो मान्छेको भिड धेरै भएर त्यति नराम्रो लागेको मात्र हो हामीलाई होइन र सी साइड पनि यहाँ चाहिँ राम्रो गार्डनहरू एकदम कर्कभन्दा डिफ्रेन्ट छ होइन कर्कभन्दा डिफ्रेन्ट पनि लाग्यो अनि अलिक राम्रो पनि लाग्यो हामीलाई चाहिँ त्यो सधैँ कर्कमा बसे भएर होला नि यस्तो राम्रो ठाउँ छ छन चाहिँ है अनि हामी यो समुद्र हेरी आएर होला होइन त्यति नराम्रो लागेको चाहिँ नराम्रो त लागेको छैन राम्रै लागिरहेछ त्यति डिफ्रेन्ट नलागेको होइन तर एकदम शान्त एकदम आनन्दको ठाउँ छ माछा हेरिरहनु भएको छ उहाँहरू चाहिँ माछा वाउ लुक यो माछा चाहिँ मैले उहाँ कर्कमा पनि देखाएको थिएँ होइन ग्रुप बनाएर हिँड्ने रहेछ है ग्रुप बनाएर हिँड्ने खालको माछा रहेछ तर यिनीहरू जहिले पनि ग्रुपमै हुन्छ अनि कस्तो राम्रो राम्रो सेप दिएर ग्रुप बनाएर हिँड्छ कि यिनीहरू बहिनी छाता ओढेर पौडी खेल्ने सुरसारमा छ यहाँ अहिले यहाँ प्र्याक्टिकल गर्दैछ छाता ओढेर पौडी खेल्ने उसले फेरि मक्खै पारिदिइहाल्छ झापाली भएपछि के चाहियो अरू कुरा त उसले त सर्लक्कै पारेर यही होला हो न हो बनाइदिन्छ शङ्खे किरा ओहो उही घरमा लगेर पूजा गर्नुपर्छ जस्तो छ शङ्ख लुक दिस इज शङ्ख हामी चाहिँ फर्किँदैछौँ अब यहाँ नेपालको जस्तो खाना त केही पाइँदैन होइन अनि त्यहाँ मिलेनार भन्ने बेकरी थियो त्यहाँ गएर हेरेको सब मासुको आइटम हुन्छ नि त यहाँ त पुरै अब बिफहरू अब हामी खाँदैन बिफ या त सुङ्खा भन्ने हुन्छ सुङ्खा भनेको चाहिँ यहाँ बङ्गुरको मासुलाई हुन्छ होइन अनि बल्ल तल्ल एउटा पोटेटो भेजमा के छ भनेर सोद्धा यो पोटेटो रोल रहेछ होइन अनि यही खाँदै खाँदै हामी अब कर्क फर्किनतर्फ लाग्दैछौँ 3 जना टुकुर अब एकछिन गाडी कुर्ने अनि त्यसपछि हामी कर्क जान्छौँ यस्तै भयो आजको हाम्रो भिजिट ठिकै अलिअलि रमाइलो अलिअलि नरमाइलो यस्तै सुख दुःख भन्ने जस्तै भयो पानी परेर अलिक गाह्रो भयो अब फेरि पनि पानी पर्छ होला अब त घरै पुग्छौँ अब घर गएर हामी भोगटे साँधेर खान्छौँ अस्ति नै हामीले कन्ज्युमबाट लगेको भोगटे अहिलेसम्म छ भित्र बिग्रिसक्यो कि के गरेको चाहिँ हामीलाई थाहा छैन होइन तर अब हामी जाँदैछौँ ओके यस्तै भयो आजको हाम्रो दिन बल्ल तल्ल फर्स्ट टाइम भनौँ अलिकति टाढा घुम्न निस्केको चाहिँ फर्स्ट टाइम नै हो अनि यस्तै भयो हाम्रो फर्स्ट एक्सपिरियन्स बाई सी यू इन नेक्स्ट भिडियो